हिजो हामीले गरेका थियौं बर्जेलियस हाइपोथेसिस। आज हामी गर्छौं एभोगाड्रोस हाइपोथेसिस। यो हाइपोथेसिसको मेन चाहिँ कुरा के थियो भन्दाखेरि डिस्टिंग्विश गर्ने एटम्स एन्ड मलिक्युल्समा। एटम्स भनेको के भन्दाखेरि द स्मलेस्ट पार्टिकल अफ एन एलिमेन्ट which take part in a chemical change. It may or may not be capable of independent existence. एलिमेन्ट को स्मलेस्ट पार्टिकल्स हो जसको नेचरमा एक्जिस्टेन्स हुन पनि सक्छ अथवा नहुन पनि सक्छ, त्यो भनेको एटम हो। जबकि मलिक्युल भनेको यो पनि स्मलेस्ट पार्टिकल्स नै हो। कसको त एलिमेन्ट अथवा कम्पाउन्ड को जसले केमिकल रिएक्सनमा भाग लिन पनि सक्छ नलिन पनि सक्छ, जसको नेचरमा एभाइलेबिलिटी हुन्छ, एक्जिस्टेन्स हुन्छ। त्यसपछाडि एभोगाड्रोसले एक्सप्लेन गर्छ since the smallest particle of a gas is the molecule and not the atom. कुनै पनि ग्यास पार्टिकल्स को सबभन्दा स्मलेस्ट पार्टिकल्स एटम हुँदैन, मोलिक्युल हुन्छ भन्ने कुरा एक्सप्लेन गरेको थिए कसले त एभोगाड्रोसले। Therefore, the volume of gas must be related to the number of molecules present in it. Means volume of gas छ त्यो एटमसँग कुरा हुँदैन, केसँग कुरा हुन्छ नि त, मोलिक्युलसँग कुरा हुन्छ। He put forward the hypothesis known as Avogadro's hypothesis. According to him, equal volumes of all gases under similar condition of temperature and pressure contain equal number of molecules. यहाँ एटम कुरा हुँदैन। बर्जेलियस हाइपोथेसिस र एभोगाड्रोस हाइपोथेसिसमा एउटा टर्मको एउटा वर्डको मात्रै फरक थियो, त्यो एटम र मोलिक्युल। बर्जेलियस हाइपोथेसिसको बर्जेलियसको डेफिनेसनबाट एटमलाई हटाइदिएर एटमको ठाउँमा मात्र मोलिक्युल राखेको छ र के भनेको छ भने जे डेफिनेसन थियो त्यही कुरा छ, मात्र एटमको ठाउँमा मोलिक्युल छ। फेरि पनि के इक्वल भोल्युम अफ अल ग्यासेस। अब फेरि त्यही कुरा छ, दुईटा कन्टेनर ए एन्ड बी मानौ, त्यसमा 1 लिटर छ 1 लिटर छ। अब त्यहाँ मानलेउ ए कन्टेनर ए मा n लिटर छ भन्दाखेरि कन्टेनर बी मा पनि कति हुन्छ नि त n लिटर नै हुन्छ र त्यसमा कन्टेनर ए मा n मोलिक्युल छ भने कन्टेनर बी मा पनि n मोलिक्युल नै हुन्छ भन्ने कुरा भनेको थियो। त्यहाँ चाहिँ एटम थियो बर्जेलियसमा, यहाँ चाहिँ मोलिक्युल हुन्छ, त्यति मात्र फरक छ है। एक्जाम्पललाई कुरा गर्ने हो भन्दाखेरि हाइड्रोजन एन्ड क्लोरिन रिएक्सन गरेपछि हाइड्रोक्लोरिक एसिड दिन्छ। बैलेस्टिक केमिकल इक्वेशनबाट हामी हेर्न सक्छौं 1 भोल्युम अफ हाइड्रोजन 1 भोल्युम अफ क्लोरिन गिव्स 2 भोल्युम अफ हाइड्रोक्लोरिक एसिड। यसलाई फेरि अर्को भाषामा के लेख्न सक्छौं, n मोलिक्युल टु n मोलिक्युल, दुईतिर फेरि 2n ले डिवाइड गर्दियो भने हाफ मोलिक्युल एन्ड 1 मोलिक्युल। यो बैलेन्स्ड केमिकल इक्वेशनबाट के हामीले भन्न सक्छौं भन्दाखेरि 1 मोलिक्युल अफ हाइड्रोजन is made up of half molecule of hydrogen gas and half molecule of chlorine gas. अब यहाँ बैलेन्स्ड केमिकल इक्वेशनबाट यो कुरा लेखेका छौं। अब यो सेबाट फेरि हामी के भन्न सक्छौं भन्दाखेरि सिन्स अ मोलिक्युल ए बनेको हुन्छ, एक अथवा एक भन्दा बढीबाट बनेको हुन्छ, त्यसले गर्दाखेरि हाफ मोलिक्युल इज पोसिबल एन्ड कन्टेन टु मे कन्टेन और 2 एटम्स अथवा एटम्स हुन सक्छ, एउटा एटम हुन सक्छ। हाफ मोलिक्युल्स भन्ने बित्तिकै एउटा एटम हुन्छ भन्ने कुरा हामीले यहाँबाट चाहिँ भन्न सक्छौं। यो कुरा चाहिँ प्रुफ गर्छ, जुन चाहिँ कुरा बर्जेलियसले प्रुफ गर्न सकेको थिएन। अब हेर्छौं यसको एप्लिकेसनमा। यो एभोगाड्रोस लबाट हामी के गर्न सक्छौं भन्दाखेरि क्याल्कुलेसन अफ एटोमेटिसिटी अफ एलिमेन्ट्री ग्यासेस। अब एलिमेन्ट्री ग्यासेस छ भन्दाखेरि जस्तो हाइड्रोजन, अक्सिजन, क्लोरिन, नाइट्रोजन, यस्तो ग्यासहरुको एटोमेटिसिटी हामी चाहिँ के गर्न सक्छौं त निकाल्न सक्छौं। एटोमेटिसिटी भनेको के भन्दाखेरि नम्बर अफ एटम्स हो कुनै पनि मोलिक्युल्समा प्रेजेन्ट हुने, त्यसमा कतिवटा एटम हुन्छ त्यसलाई हामी चाहिँ के भन्छौं त एटोमेटिसिटी भन्छौं। एटोमेटिसिटी मीन्स number of atoms of the element present in one molecule of the substance। जस्तो कि अक्सिजन को एटोमेटिसिटी कति हुन्छ त 2 हुन्छ,
जबकि ओजोनको एटोमेटिसिटी कति हुन्छ त 3 हुन्छ। हामी यो तरिकाबाट निकाल्न पनि सक्छौं। कसरी भन्दाखेरि 2 volume of hydrogen combines with 1 volume of oxygen to form 2 volume of water। अब यसलाई फेरि यदि भाषामा लेख्ने हो भने 2 volume 1 volume 2 volume। यसलाई फेरि पनि हामी क्याल्कुलेसन गर्ने हो भने 1 molecule of hydrogen, half molecule of oxygen and 1 molecule of water vapor हुन्छ। अब यसैबाट हामी के लेख्न सक्छौं भन्दाखेरि from this equation 1 molecule of water contains half molecule of oxygen, so that 1 molecule of water contains 1 atom of oxygen। अब half 1 molecule of water मा के लेखेको छ त half molecule of oxygen छ। अब यसलाई फेरि हामी के लेख्न सक्छौं भन्दाखेरि half molecule of oxygen equals to 1 atom of oxygen लेख्न सक्छौं। अब 1 molecule of oxygen यदि गर्यो भन्दाखेरि 2 atom of oxygen हुन्छ। इट मिन्स oxygen को एटोमेटिसिटी कति भयो त 2 भयो। त्यसैगरी हामी Avogadro's law बाट के भन्न सक्छौं त to find the relation between molecular mass and vapor density of gas। अब vapor density र molecular mass को रिलेसन पनि यताबाट एस्टाब्लिश गर्न सक्छौं। कसरी भन्दाखेरि vapor density भनेको के हो त density of the gas divided by density of the hydrogen हो। यसलाई फर्दर यदि हामी लेख्दै गयो भन्दाखेरि mass of certain volume of the gas at STP mass of same volume of hydrogen at STP हुन्छ। त्यसलाई फेरि पनि हामी लेख्दै गयो भन्दाखेरि mass of n molecule of gas mass of n molecule of hydrogen mass of 1 molecule of gas mass of 1 molecule of hydrogen। अब यसलाई फेरि पनि के लेख्न सक्यो भन्दाखेरि mass of 1 molecule of gas भनेको त molecular mass हो। अब mass of 1 molecule of hydrogen भनेको त 2 atoms हो। त molecular mass बाइ कति हुन्छ नि त 2 हुन्छ। यसैलाई फेरि हामी क्रस गुणन गरायो भने molecular mass equals to कति भइदिन्छ नि त 2 into vapor density भइदिन्छ भन्ने चाहिँ रिलेसन एस्टाब्लिश गर्न सक्छौं। त्यस्तै अर्को नम्बरमा छ to find the relation between mass and volume of gas। molecular mass भनेको थाहा छ हामीलाई 2 into vapor density हुन्छ। vapor density mass of certain volume of the gas at STP हुन्छ divided mass of same volume of hydrogen at STP हुन्छ। यसलाई फेरि पनि हामी लेख्दै गयो भन्दाखेरि के भन्न सक्छौं mass of certain भनेको mass of 1 liter of the gas at STP हुन्छ mass of 1 liter of hydrogen at STP हुन्छ। फेरि पनि के भन्न सक्छौं mass of 1 liter of the gas at STP। अब याद गर्ने mass of 1 liter of hydrogen at STP मा 0.089 हुन्छ। 0. कति हुन्छ त 089 हुन्छ। जसलाई हामीले 2 divided by 0.089 गर्यो भने 22.4 आइदिन्छ। तपाईलाई फेरि पनि के लेख्न सकिन्छ 22.4 into mass of 1 liter of the gas at STP अथवा यसैलाई हामी के लेख्न सक्छौं mass of 22.4 liter of the gas at STP भन्ने लेख्न सक्छौं। Thus 22.4 liter of any gas at STP were equal to the molecular mass of the gas expressed in gram। This is called gram molecular volume law पनि भन्न सक्छौं। It means के भनेको छ भन्दाखेरि 22.4 liter of any gas at STP weigh equal to the जति वेट हुन्छ नि STP मा है STP मा जति वेट हुन्छ त्यो चाहिँ के हुन्छ नि त त्यो molecules को त्यो compound को molecular weight हुनेछन् भन्ने कुरा पनि Avogadro's law बाट हामी चाहिँ रिलेसन एस्टाब्लिश गर्न सक्छौं यस प्रकारले। हस् धन्यवाद नमस्कार।